सम्पूर्णमा नमस्कार। हजुरहरूलाई यस AK47 लोकसेवा च्यानलमा हार्दिक स्वागत छ। मैले चाहिँ आज गण्डकी प्रदेशको निजामती सेवा ऐन लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। अनि विगतका दिनहरूमा चाहिँ हाम्रो गण्डकी प्रदेशकै निजामती सेवाबाट चाहिँ धेरै प्रश्नहरू काटेको थियो। त्यसैले चाहिँ एकदम ध्यान दिएर हेर्नुहोला, स्किप गरेर हेर्नुहोला। र आउँदै गरेको माघको 10 गते कृषिको र त्यस पछाडि विभिन्न तहका इक्जामहरू छन्। यो चाहिँ यहाँबाट एउटा नभए एउटा प्रश्न त आउँछ, सिलेबसमा छ। राम्रोसित हेर्नुहोला है त। आजको प्रश्नहरू सुरु गरौँ है त। हाम्रो चाहिँ गण्डकी प्रदेशको निजामती सेवा ऐन कहिले जारी भएको भनेर कहिले चाहिँ यस्तो सामान्य कुरा पनि सोधिन सक्छ है। हाम्रो 79-11-18मा रहेको छ। गण्डकी प्रदेशको निजामती सेवा ऐन कहिले भएको, कहिले बनेको भनेर सोध्न सक्छ। हाम्रो 11-18 रहेको छ। यति नर्मल कुरा पनि सोध्न सक्छ। अनि चाहिँ हाम्रो यहाँ गण्डकी प्रदेशको यो क्वेसन चाहिँ आएको है त्यसमा। अनि गण्डकी प्रदेशले चाहिँ निजामती दिवस कहिले मनाउँछ त भनेर सोध्यो भने हाम्रो फागुन 18 रहेको छ। जुन दिन चाहिँ हाम्रो यो निजामती सेवा ऐन बनेको छ त्यो दिन चाहिँ त्यो मनाएको है। यो गण्डकी प्रदेशले निजामती दिवस चाहिँ मनाएको। अनि सङ्घको चाहिँ छुट्टै हुन्छ, त्यो त सङ्घको छुट्टै भएको। गण्डकी प्रदेशकै भनेको भने जुन दिन यो चाहिँ 79-11-18 भएको छ त्यो 18 गते नै हो है, नचुकिनु होला। अनि अर्को प्रश्नमा रहेको छ गण्डकी प्रदेशको निजामती सेवा ऐनमा जम्मा कति परिच्छेद र दफा रहेका छन् भन्ने छ। हाम्रो चाहिँ ऐनमा चाहिँ दफा परिच्छेद र दफा भन्छ है साथीहरू। परिच्छेद हाम्रो कति छ? 12वटा परिच्छेद छ भने दफा चाहिँ 136वटा रहेको छ है। 12वटा दफा के अरे 12वटा परिच्छेद 136वटा चाहिँ दफा रहेको छ। यो चाहिँ कहिले चाहिँ यस्तो पनि सोध्न सक्छ, कति परिच्छेद कति दफा छन् भनेर सोध्न सक्छ, ख्याल गर्नु होला। अनि हाम्रो चाहिँ प्रश्न नम्बर 3मा रहेको छ प्रदेशको निजामती सेवा ऐनको गठन भनेको छ हाम्रो परिच्छेद 2मा रहेको छ है। यसको डिटेल चाहिँ तलतिर राखेको छु अझै। हाम्रो यसको निजामती सेवाको गठन भनेर यो परिच्छेद कतिमा छ त? हाम्रो 2मा रहेको छ। अब हाम्रो चाहिँ 4मा चाहिँ प्रदेश निजामती सेवा रहने तहहरू भनेको छ। हाम्रो तहहरू भनेको दफा 5मा रहेको छ है। मैले चाहिँ यति सर्टमा बनाएको, तल चाहिँ डिटेल राखेको छु है। यो चाहिँ प्रदेश निजामती सेवा दफा कतिमा रहेको छ? 5। यसरी डिटेल हेर्नु होला साथीहरू। क्वेसन चाहिँ नछुटोस् फेरि। त्यसरी हो, पढ्नै पर्ने, दुःख गर्न पर्ने। त्यो भएर चाहिँ एकदम नछुटाएर पढ्नु होला। कहिलेकाहीँ चाहिँ यसो दफाहरू पनि सोधिन सक्छ। यो चाहिँ दफा 5मा रहेको छ। अनि यसमा कतिवटा तह रहेको छ भन्दाखेरि हाम्रो 2टा मात्र तह हो। एउटा अधिकृत स्तरको तह रहेको छ भने एउटा सहायक स्तरको रहेको छ। अधिकृत स्तरको कुन हो भन्दाखेरि सबै तपाईँहरू हामीलाई थाहा छँदैछ। यो भनेको 6देखि 11 तहको चाहिँ अधिकृत स्तरको हो भने 5 भनेको हाम्रो सुब्बा सोसरको हो, अथवा कृषिको खण्डमा हाम्रो जेटी भन्ने हुन्छ। अर्को नायक सुब्बाहरूको भयो। अनि भने अर्को चाहिँ तलह 1 भनेको छ, त्यो चाहिँ थाहा भएन है मलाई चाहिँ। तलबाट 1बाट माथि हुँदै जान्छ है। अनि प्रश्न नम्बर 5मा रहेको छ गण्डकी प्रदेशको निजामती सेवाको दरबन्दी नयाँ पदपूर्ति भनेको छ। हाम्रो परिच्छेद 3मा रहेको छ। यसको डिटेल तल छ। अहिले परिच्छेदहरू कुनमा के छ भनेर राखेको मात्रै। परिच्छेद हाम्रो 3मा रहेको छ, दरबन्दी र हाम्रो नयाँ पदपूर्ति। कहिलेकाहीँ यो यसरी नै टाइप्सको क्वेसन सोध्छ यो मोडेलको। सायद यही मोडेलको आउन जस्तो लागिरहेछ, ख्याल गर्नु होला। प्रश्न नम्बर 6मा हाम्रो चाहिँ प्रदेशको निजामती सेवा ऐनमा सरुवा र कास भनेको छ। हाम्रो चाहिँ सरुवा पनि हुन्छ, एउटा कास पनि हुन्छ। सरुवा भनेको सधैँको लागि जाने हो, कासमा भनेको कामकाजको लागि खटाइएको हुन्छ। अनि काम परेमा स्वयं त्यो कर्मचारीले यता बोलाउन पनि सकिन्छ हो। त्यो चाहिँ कतिमा छ भन्दाखेरि हाम्रो परिच्छेद 4मा दफा 25मा रहेको छ। दफा 25 परिच्छेद 4मा रहेको छ। अनि हाम्रो चाहिँ प्रश्न नम्बर 7मा प्रदेशको निजामती सेवा ऐनमा सरुवा गर्ने अधिकार कसलाई हुन्छ त? यो चाहिँ भेरी इम्पोर्टेन्ट छ। यो चाहिँ सायद सोध्न सक्छ कि यसपालि सरुवा गर्ने अधिकार कसलाई, कति तहकोलाई कसलाई भनेर दिन सक्छ। अनि हाम्रो 11औँ तहभन्दा माथिको कर्मचारीलाई चाहिँ 11 अथवा 11औँ तहभन्दा माथिको कर्मचारीलाई हाम्रो प्रदेश सरकारले चाहिँ सरुवा गर्ने अधिकार रहेको छ है। अनि हाम्रो चाहिँ 7देखि 10औँ तहसम्मको कर्मचारीलाई कसले गर्छ भन्दाखेरि सम्बन्धित मन्त्रालयले गर्छ है।
त्यो जुन मन्त्रालयमा छ त्यही मन्त्रालयले चाहिँ सरुवा गर्ने हो। अनि हाम्रो छैटौँ तह र सोभन्दा मुनिका कर्मचारीहरूलाई चाहिँ सम्बन्धित मन्त्रालयको सचिवले कुन मन्त्रालयमा छ उसको मातहतमा रहेका छैटौँ अथवा पाँचौँ तहभन्दा तलका कर्मचारीहरूलाई चाहिँ सम्बन्धित मन्त्रालयको सचिवले चाहिँ सरुवा गर्ने अधिकार रहेको छ है। यो चाहिँ ख्याल गर्नु होला, यो चाहिँ सोध्न सक्छ। गण्डकी प्रदेशले एकदम डिपली क्वेसन काट्छ, त्यही भएर यस्तो परिषदहरू बनाएको। अनि प्रश्न नम्बर 8मा प्रदेशको निजामती सेवा ऐनमा तह वृद्धि अथवा बढुवा भनेको छ। तह वृद्धि र बढुवा भनेको हाम्रो कतिमा छ भन्दाखेरि परिच्छेद 5मा रहेको छ। अनि यसको उजुरी चाहिँ कहाँदेखि मिल्छ त, कति तहमा रहेको छ? यो मान्छेले जस्तै फेक डकुमेन्टहरू बनाएर जागिर खाएको हो कि बढुवा गर्दाखेरि कुनै चाहिँ हाम्रो के अरे राजस्व छली गरेको छ कि कुनै यसलाई चाहिँ धनहरू चाहिँ उसले सेवा प्रवेश गरेदेखि चाहिँ अनैतिक रूपले कमाएको छ कि भनेर त्यतिखेर चाहिँ यस्तो मुद्दाहरू दिन मिल्छ है। हो, यसको उजुरी चाहिँ दिने के अरे मुद्दा हुन्छ, उजुरी दिने चाहिँ यो दफा 46मा रहेको छ। यस्तो क्वेसन चाहिँ मैले एकदम भित्र डिपली गरेर बनाएको छु साथीहरू, ख्याल गर्नु होला। बढुवाको उजुरी चाहिँ हाम्रो दफा 46मा रहेको छ है। अनि प्रश्न नम्बर 9मा तलब भत्ता र अन्य सुविधा रहेको छ है। परिच्छेद हाम्रो 6मा रहेको छ है। परिच्छेद 6मा चाहिँ तलब भत्ता सुविधाहरूको रहेको छ भने उपचार खर्च बापत हाम्रो दफा 55मा रहेको छ है। उपचार खर्च भनेको त अब चाहिँ दफा 55मा रहेको छ, याद गर्नु होला। अनि यो चाहिँ इम्पोर्टेन्ट छ है साथीहरू, सङ्घमा चाहिँ सोधिरहेको थियो। अब हामीहरूको एउटा नभए एउटा अहिले हुने 5औँ लेभलका सबैको इक्जाममा चाहिँ एउटा नभए एउटा क्वेसन चाहिँ सोध्छ यो निजामती सेवा ऐनबाट। तर कुन सोध्छ भने यकिन त भएन। अधिकृत स्तरको यो चाहिँ छ नि हाम्रो उपचार खर्च अधिकृत स्तर भएमा 12 महिना बराबरको छ है साथीहरू। अधिकृत स्तरको 12 महिना र सहायक स्तर भएकोमा चाहिँ हाम्रो 21 महिना छ। त्यो हाम्रो चाहिँ सङ्घमा हुँदाखेरि 12, 18, 21 भनेर त्यो छुट्टा छुट्टै थियो। तर यसमा त्यस्तो छैन है। अधिकृतलाई 12 अनि सहायक स्तरलाई चाहिँ 21 महिना बराबरको उपचार खर्च भनेको छ है। अनि हाम्रो चाहिँ 6-10मा चाहिँ आचरण भनेको छ। आचरणमा कति दफामा रहेको छ भन्दाखेरि हाम्रो आचरण दफा 75 देखि 91 रहेको छ है। अनि हाम्रो परिच्छेद 9मा रहेको छ। आचरण सम्बन्धी सङ्घको पनि कति 51 देखि कति चाहिँ छ, 41-51 कति चाहिँ छ जस्तो लाग्छ सङ्घको आचरण सम्बन्धी कति राखेको छ त्यहाँ। अनि यसमा चाहिँ कति छ भने परिच्छेद 9 अनि गण्डकी प्रदेशकोमा चाहिँ परिच्छेद 9 दफा 75 देखि 91 भन्ने चाहिँ हाम्रो आचरण सम्बन्धी रहेको छ है। अनि 11औँमा चाहिँ हाम्रो 11 नम्बर प्रश्नमा चाहिँ विभागीय सजाय हुने भनेको छ। सजाय चाहिँ हाम्रो परिच्छेद 11मा रहेको छ। दफा 95 देखि 111 रहेको छ है। परिच्छेद 11 दफा 95 देखि 111 रहेको छ। अनि हाम्रो सजायहरूको छ है, सजायहरूको दफा अनुसारको रहेको छ। दफा हाम्रो 46मा चाहिँ नसिब दिने सजाय रहेको छ है साथीहरू, नझोकिनु होला। दफा 96मा चाहिँ नसिब दिने रहेको छ। अनि दफा हाम्रो 97मा चाहिँ 5 देखि 5 वर्ष। अर्कोमा चाहिँ सङ्घमा चाहिँ 2 देखि 2 वर्ष र 2 देखि 5 वर्ष भनेर थियो। सिधै यसमा 5 वर्ष छ है साथीहरू, नझुक्किने होला। यो चाहिँ दिन सक्छ 5 वर्षसम्म तलवृद्धि रोका वा बढुवा रोका गर्ने भनेर दिएको हो। यो चाहिँ सङ्घमा चाहिँ 2 देखि 2 वर्ष तलवृद्धि रोका वा बढुवा रोका भनेको छ। अथवा 2 देखि 5 अथवा 2 देखि 5 भन्ने त्यो छुट्टै थियो। यसमा चाहिँ त्यस्तो छैन, सिधै 5 देखि 5 छ। दफा कतिमा हो त यो? 97 छ। अनि दफा 98मा सेवाबाट हटाउने भनेको छ। त्यो भ्रष्टाचार गरेमा एउटा चाहिँ सामान्य के अरे सामान्य भन्छ, एउटा चाहिँ सेवाबाटै हटाउने, एउटा चाहिँ अर्को के गर्ने भनेको छ। दुईवटा चाहिँ छ, कस्तो मुखमा चाहिँ आएन साथीहरू, त्यो दुईवटा छ, हेर्नु होला। अनि हाम्रो प्रश्न नम्बर 12मा चाहिँ विभागीय सजाय दिने है अधिकार भनेको छ। यो चाहिँ ख्याल गर्नु होला है। विभागीय सजाय कसलाई दिन्छ त? अनि यो पनि कुनै न कुनै यो 5औँ तहको लेभलमा चाहिँ यो क्वेसन नै फस्न सक्छ। एकदम भेरी इम्पोर्टेन्ट छ। यो चाहिँ याद गर्नु होला। गण्डकी प्रदेश एकदम डिपली क्वेसन काट्छ, याद गर्नु होला। अनि हाम्रो चाहिँ दफाहरू पनि याद गर्नु होला। ल यसको एन्सर के हो त है, हेरौँ के रहेछ यसको। 11औँ तहको भन्दा माथिको कर्मचारी, 11औँ तहभन्दा माथिको भन्दाखेरि हाम्रो कसले त? हाम्रो प्रदेश सरकारले दिने रहेछ है। 11औँ तहभन्दा माथिको कर्मचारीले चाहिँ प्रदेश सरकारले नै गर्ने रहेछ। हाम्रो
9 र 10औँ तहको लागि है 9 र 10औँ तहको लागि प्रमुख सचिवले दिने भयो है साथीहरू। प्रमुख सचिवले चाहिँ तिनीहरूलाई चाहिँ कारबाही गर्ने रहेछ भने चाहिँ 6औँ 7औँ 8औँको लागि है 6औँ 7औँ 8औँको लागि हाम्रो 11औँ तहको सो सरहको अधिकारीले दिने रहेछ। जो चाहिँ 11औँ तहमा छ तिनीहरूलाई चाहिँ यिनीहरूलाई दिने रहेछ। अनि हाम्रो सहायक स्तर हामीलाई चाहिँ सहायक स्तर कर्मचारी हो हामीहरू भनेको 5औँ तहको हो। त्यसलाई चाहिँ कसले दिन्छ त भन्दाखेरि हाम्रो अधिकृत स्तरको यसमा हाम्रो 5औँ छ भने 6औँको कर्मचारी वा त्यसमा कार्यालय प्रमुखले दिनेछ। को छ त कार्यालय प्रमुख? उसले नै दिने हो। अनि चाहिँ हाम्रो गण्डकी प्रदेशको निजामती सेवा ऐनमा विविध भनेको छ। विविध चाहिँ परिच्छेद 12 मा रहेको छ है। विविधभित्र हाम्रो विधाहरू पनि त्यसमै समावेश गरेको हुन्छ। अरू के समावेश गरेको हुन्छ है हाम्रो। अनि कर्मचारीले बिदा पाउने दफा कतिमा छ भन्दाखेरि 112 मा रहेको छ है। परिच्छेद 12 अनि बिदा पाउने हाम्रो चाहिँ दफा कति त 112 मै रहेको छ। अनि बेतलबी बिदाको भनेको छ है यो चाहिँ छुट्टै राखेको छ साथीहरू। यो बिदा चाहिँ बेतलबी बिदाको कतिमा रहेको छ भनेर सोध्न सक्छ डाइरेक्ट यस्तो क्वेसन नझोकिने होला। बेतलबी बिदा चाहिँ दफा हाम्रो 113 मा रहेको छ। दफा नै भनेर छुट्टै राखेको छ यसलाई। अरू चाहिँ सिरियल वाइज राखेको छ। अनि 16 मा गण्डकी प्रदेशको निजामती सेवा पुरस्कार भनेको छ। यो पुरस्कारहरू पनि ख्याल गर्नु होला कसलाई कति दिन्छ भनेर याद गर्नु होला। अनि यो चाहिँ दफा हाम्रो 114 मा रहेको छ है। दफा 114 मा चाहिँ गण्डकी प्रदेशको पुरस्कार भनेर रहेको छ। दफा 114 मा रहेको छ। अनि सर्वोत्कृष्ट 1 जना अनि 3 जनालाई चाहिँ उत्कृष्ट अनि प्रदेश निजामती भनेर 6 जनाले दिन्छ है। जम्मा कतिजनालाई दिन्छ भनेपछि यहाँ त 10 जना भयो साथीहरू। फेरि नझोक्दिनु होला। जम्मा कतिजनालाई दिन्छ भनेपछि 10 जना भयो। अनि सर्वोत्कृष्ट उत्कृष्ट अनि प्रदेश निजामती भनेपछि त्यसको एन्सर फरक है फेरि साथीहरू। त्यो चाहिँ नझोक्किनु होला। 17 मा छ हाम्रो निजामती सेवा पुरस्कार दिने समिति भनेको छ। समिति अब हुने भयो। कसले दिन्छ त? समिति त चाहियो। त्यसको प्रदेश सरकारको प्रमुख सचिव चाहिँ अध्यक्ष हुन्छ है साथीहरू। यसको चाहिँ प्रदेश सरकारको प्रमुख सचिव चाहिँ अध्यक्ष हुन्छ। निजामती सेवा पुरस्कारको अध्यक्ष को हुन्छ भन्दाखेरि प्रदेश सरकारको प्रमुख सचिव हुन्छ है। अनि मन्त्रालयको सदस्य सचिव चाहिँ सदस्य सचिव हुन्छ है। मन्त्रालयको सचिव चाहिँ सदस्य सचिव हुन्छ। 1 जना हाम्रो जम्मा 5 जना हुन्छ। 1 जना हाम्रो प्रदेश सरकारको प्रमुख सचिव 1 जना, अरू चाहिँ 4 जना गरेर जम्मा हाम्रो 5 जनाको चाहिँ समिति हुन्छ। अनि कर्मचारी ट्रेड युनियनको हाम्रो के छ भन्दाखेरि दफा 121 मा रहेको छ। कर्मचारी ट्रेड युनियनको व्यवस्था कतिमा रहेको छ गण्डकी प्रदेशको भन्दाखेरि हाम्रो 121 मा रहेको छ। तर 8औँ तहभन्दा माथिको कर्मचारी हुनुपर्छ र 20% हस्ताक्षर गरेको हुनुपर्छ है। ल यसले चाहिँ कर्मचारी ट्रेड युनियनमा चाहिँ सदस्य हुन पाउने भयो भने यति 20% जति हाजिर हुनु पर्यो। के अरे हस्ताक्षर गर्न पर्यो। अनि 8औँ तहभन्दा माथि कर्मचारी हुनु पर्यो। हामी जस्तो 4औँ 5औँ तहकोले चाहिँ यो चाहिँ हुन पाउँदैन। अनि 19 नम्बरमा छ गण्डकी प्रदेशको निजामती सेवा ऐनले कुन स्थानको कर्मचारीहरूको व्यवस्था गरेको छ भन्छ। कुन स्तरको है सरी कुन स्थान भएछ कुन यहाँ टाइपिङ मिस्टेक भएछ। कुन स्तरको भन्दाखेरि हाम्रो 2टा छ है। अधिक स्तर र सहायक स्तर। जुनसुकै प्रदेशमा होस् 2टा मात्रै छ, अधिक स्तर र सहायक स्तर। अब सङ्घमा हुँदाखेरि छुट्टै हुन्छ। त्यो यसमा चाहिँ अलि चाहिँ 2टा मात्रै छ है साथीहरू। अरू अब डिटेल हेरौँ है त अरू के छ त व्यवस्था हाम्रो। हामीहरूले चाहिँ परिच्छेद 2 मा भनेको थियो। परिच्छेद 2 मा चाहिँ निजामती सेवाको गठन भनेको थियो। अब हो यो गठनमा चाहिँ हाम्रो के छ त? अब परिच्छेद 2 मा त त्यो पढियो। कुन सेवाहरू छन् त भनेर यहाँ याद गर्नु होला साथीहरू। यो चाहिँ कुन सेवाहरू छन्, कुन सेवा हो, कुन सेवा होइन भनेर सोध्छ है। यो फिक्सै हो। यो चाहिँ भेरी इम्पोर्टेन्ट। विगतका प्रश्नहरूमा चाहिँ यो फसेको क्वेसन हो र अब पनि सोध्न सक्छ है। अब पनि सोध्न सक्छ। यो चाहिँ एकदम भेरी इम्पोर्टेन्ट हो है। कुन छ त है हाम्रो प्रदेश निजामती सेवा कुन हो, स्थानीय सेवा कुन हो भनेर सोध्छ है। यो चाहिँ फिक्सै आउने क्वेसन हो। कुन छ त प्रदेश निजामती सेवा गठनमा चाहिँ कुन हुन् त हाम्रो? एउटा इन्जिनियरिङ सेवा रहेको छ है। इन्जिनियरिङ सेवा हाम्रो कानुन भयो, कानुन सेवा, कृषि सेवा, प्रशासन सेवा, वन सेवा, शिक्षा सेवा र स्वास्थ्य सेवा रहेको छ है। हाम्रो यति चाहिँ सेवाहरू रहेका छन्। अनि अरू चाहिँ छैन। कुन सेवा हो यो चाहिँ याद गर्नु होला है पुरै डिटेल। कुन सेवा हो, कतिवटा सेवा हो
भनेर सोध्छ। हाम्रो चाहिँ 7 वटा सेवा छ, कहिले चाहिँ सामान्य कतिवटा सेवा छन् भनेर सोध्न सक्छ, कहिले चाहिँ तलका मध्ये कुन सेवा हो कुन सेवा होइन भनेर दिन सक्छ। त्यही भएर यो चाहिँ सबै याद गर्नु होला। अनि हाम्रो चाहिँ अघि थियो नि परदेश निजामती सेवाको तहहरू कुन कुन हुन् त, यो त अघि पनि आएको थियो, यो 6औँ 11औँदेखि यो भइहाल्यो। हाम्रो चाहिँ यो प्रथम तह सहायक स्तरमा कतिवटा तहहरू छन् भनेर सोद्धा नि फेरि साथीहरू यहाँ हाम्रो चाहिँ कतिवटा 2 4 5 वटा रहेको छन् है। 5 वटा रहेको छ सहायक स्तरमा कति र अधिकृत स्तरमा कतिवटा तह रहेका छन् भनेर दिन सक्छ। नझुकिनु होला है, यसमा 5 वटा छन्, यसमा कतिवटा छन् हाम्रो, यसमा नि 5 वटै छन् क्या, 6 वटा रहेछन् है यसमा, 2 4 6 वटा रहेछन्, यसमा 6 वटा यसमा 5 वटा रहेछन्। यो यसरी चाहिँ ख्याल गर्नु होला। अनि चाहिँ हाम्रो यो चाहिँ परिच्छेद 3 मा रहेको छ परदेश निजामतीको दरबन्दी र पदपूर्ति। तृतीय श्रेणी भनेको हाम्रो वनरक्षक रहेको छ है, त्यसको कति % खुल्ला खोल्छ त भन्दाखेरि 100% रहेको छ है। तृतीय चाहिँ कति छ त हाम्रो 100% खोल्ने रहेछ। अनि चौथो तहको हाम्रो चौथो तहको छ नि, चौथो तहको प्रशासनको होला अथवा महिला विकासको होला, अनि जेटिएको होला अथवा सब इन्जिनियरको होला, त्यस्तै हुन्छ। तिनीहरूको कति खुल्छ भन्दाखेरि हाम्रो 90% खोल्छ है। अनि सहायक स्तर 5औँको अब आउने भनेको हाम्रो 5औँको छ। अनि 5औँको हाम्रो खुल्ला कति छ त भन्दाखेरि हाम्रो 60% रहेको छ है। खुल्ला चाहिँ 60%, अनि ज्येष्ठताको आधारमा 20 र कार्यक्षमता मूल्याङ्कनको आधारमा 20 रहेको छ है। जम्मा जम्मी गरेर 100% हुन्छ। यो चाहिँ दुईटा गरेर 100% हुने हुन्छ भने हाम्रो चौथो तहको आन्तरिक प्रतियोगिता कति हुन्छ भन्दाखेरि 10% मात्रै हुन्छ है साथीहरू। चौथो तहको अहिले सकभर हामी 5औँकै इक्जाम दिन्छौँ भने चाहिँ 5औँकै सोध्ला। ज्येष्ठताको आधारमा र कार्यसम्पादनको मूल्याङ्कनमा कति हो त, कति % हुन्छ भन्दाखेरि हाम्रो 20 रहेको छ है। अनि 60% चाहिँ खुल्ला रहेको छ। अनि हाम्रो चाहिँ 6औँ तहको खोल्दैन है साथीहरू। अनि सिधै 7औँ तहको कति खोल्छ त 50% खुल्ला रहेको छ। अनि आन्तरिक तहको कति खोल्छ भन्दाखेरि हाम्रो 10% रहेको छ है साथीहरू। अनि ज्येष्ठता आधारमा चाहिँ हाम्रो 20%, अनि 20% चाहिँ हाम्रो कार्यक्षमता मूल्याङ्कनको आधारमा सोध्छ है साथीहरू। यो गरेर चाहिँ हाम्रो 100 पुऱ्याउँछ है साथीहरू। यो चाहिँ याद गर्नु होला। हामीलाई चाहिँ सकभर 7औँको 5औँको सोध्ला, नत्र अरू सोध्दैन खासै। 9औँ तहको हाम्रो कति छ भन्दाखेरि 10% चाहिँ खुल्ला खोल्ने रहेछ। अनि अन्तर्तह प्रतियोगिता भनेको छ हाम्रो चाहिँ यो चाहिँ 10% रहेको छ है। अनि ज्येष्ठता बापत 30, अनि हाम्रो कार्यक्षमताबाट 35 हुने रहेछ। अनि आन्तरिक चाहिँ 10% चाहिँ इक्जाम हुने रहेछ है। अनि 11औँ तहको चाहिँ हाम्रो खुल्दैन। तर तलका मध्ये कुन कुन तहको चाहिँ विज्ञापन हुँदैन भनेको छ यहाँ भनेर सोध्ला। 6औँको हुन्न, हाम्रो 8औँको हुन्न। अनि यो चाहिँ याद गर्नु होला है। अनि 11औँ तहको नि हुन्न है। 11औँ तहको सिधै चाहिँ कार्यक्षमता मूल्याङ्कन 80 र ज्येष्ठता बाबत 20% रहेको छ है। यो चाहिँ यति ख्याल गर्नु होला। अनि हाम्रो पदपूर्ति भनेको छ है, पदपूर्ति हाम्रो कतिमा छ त दफा 10 मा रहेको छ है। पदपूर्ति हाम्रो चाहिँ दफा 10 मा रहेको छ। कति छ त हाम्रो, अनि पदपूर्ति कसरी गर्न मिल्छ भन्दाखेरि हाम्रो 45% चाहिँ 45%लाई चाहिँ हाम्रो 100% बनाउँदाखेरि 45 र 55 बनाएको छ। 45%लाई पनि हाम्रो 100% बनाउनु पर्यो भने हाम्रो कुन कुन छ त है। आदिवासी जनजातिलाई कति दिएको छ भन्दाखेरि हाम्रो 27 रहेको छ है। आदिवासी जनजातिलाई 27, महिलालाई सङ्गमानी त्यही थियो, यसमा त्यही छ 33% नै रहेको छ। दलितलाई चाहिँ हाम्रो 15% रहेको छ है साथीहरू। 15% चाहिँ दलितको चाहिँ रहेको छ। अनि आर्थिक रूपले विपन्न खसारे भनेको हाम्रो 10% रहेको छ है साथी। विपन्न खसारेमा हामीले पढ्छौँ त्यसको चाहिँ कति छ त 10% रहेको छ है। अनि अपाङ्ग भएको चाहिँ 5% रहेको छ। अपाङ्ग भएको चाहिँ साथीहरूलाई चाहिँ कति छ त भन्दाखेरि 5%, थारूलाई 4% रहेको छ, मुस्लिमलाई 3 र मधेसीलाई 3 रहेको छ। यो चाहिँ याद गर्नु होला साथीहरू। मुस्लिम 3 अलि सजिलै छ, यसमा 2-3 वटा कुरा मात्रै पढे सकिने रहेछ। मधेसी 3 र मुस्लिम 3, यी दुईटा मात्रै 3 छ भनेर याद गर्नु होला। थारू 4, अरू त लगभग पहिला पनि सँगको पढेको आदि त्यही छ। यो चाहिँ ख्याल गर्नु होला। एकदमै पनि सोधिरहेको क्वेसन हो साथीहरू। हाम्रो चाहिँ विधाहरूको बारेमा छ। परिच्छेद 12 मा रहेको विधा थियो नि त साथीहरू। अनि दफा 100
12 मा रहेको निजामती कर्मचारीले पाउने बिदाहरू कुन कुन छन् त है साथीहरू? हाम्रो भैपारी आउने र पर्व बिदा रहेको छ एउटा, अनि घर बिदा रहेको छ, बिराम बिदा रहेको छ, अध्ययन बिदा रहेको छ, असाधारण बिदा रहेको छ, क्रिया बिदा रहेको छ, विवाह बिदा भनेर यहाँ छपेको छ। गण्डकी प्रदेशले यसरी पनि क्वेसन बनाउन सक्छ। गण्डकी प्रदेशले चाहिँ तलका मध्ये कुन विवाहलाई चाहिँ प्राथमिकता दिएको छ छैन, कुन बिदा हो होइन भनेर पनि दिन सक्छ। अनि प्रसुति स्याहार बिदा अनि प्रसुति बिदा रहेको छ है, प्रसुति बिदा र प्रसुति स्याहार बिदा रहेको छ। यहाँ चाहिँ विवाह बिदा मात्रै थपेको छ। हस् त साथीहरू, आजलाई यति नै। फेरि पनि अर्को भिडियोमा भेट्ने नै छौँ। त्यतिन्जेलसम्मको लागि हस् त, बाई बाई।